So, hello and namaste. Welcome back to my channel. Jodorapa सबैलाई. So, आज चाहिँ म मेरो यो सार्क हेलमेट यहाँ बोकेर हिँड्दैछु. त्यसको प्याडिङ बनाउन यहाँ बालाजुतिर मैले टिकटकमा देखेको थिएँ. सो त्यहाँ जाँदैछु अनि त्यहाँ गएर फेरि माछा पसल गएर फेरि थकाली भात हान्न जाँदैछु. अनि वेदर चाहिँ अलिकति पानी पर्ला जस्तै छ. आज 75% पानी पर्ने त देखाइरहेको थियो. बट डोन्ट नो वाट कैन ह्यापन. यो बाटो मलाई कसम हिँड्नै झ्याउ लाग्छ. इडियटै भरेको ठाउँ छ. मेरो बाइकमा नि पावर त छ तर पनि त्यसरी ओ बापा यो एक्साइड दाजुलाई त अवार्ड दिनु पर्ने रङ साइडबाट हिँड्ने. यसले हान्थ्यो कहाँबाट आएको मासला पागल हो. पागलको कमी छैन दादा, पागलको कमी छैन. सो हामी चाहिँ अहिले बालाजु चोक पुगिसक्यौँ. मेरो मुटु अहिलेसम्म काम राख. त्यो म्याटर चोटले गर्दाखेरि सरी. मुख छाडेकोमा चाहिँ मुख छाडेको होइन, मनको भडास निकाल्दै हो, पापको कुरा गरेको. सो यहाँबाट लेफ्ट चाहिँ मैले देखेको थिएँ लोकेसन. त्यसपछि यहाँबाट अलिकति उता कतातिर थियो यार. इभी पावर स्टेसन यही लाइनमा थियो यार. सक बनाउने I don't know. Oh, yo, oh, yes, भेटेँ मैले. यहीँ हो क्या अरे. ओइ सो म चाहिँ यहाँ पुगिसक्यो. सक्षम समथिङ लाइक त्यस्तै थियो. 2 weeks later. ओइ सो म चाहिँ यहाँबाट अब निस्किन जाँदैछु. सो अहिले म देखाउँछु के कस्तो बन्यो भनेर. सो मलाई चाहिँ खासै चाहिँ चित्त चाहिँ बुझेन टु बी अनेस्ट. तर मैले पैसा तिरेको हिसाबले चाहिँ अब यतिको त ठिकै हो. बिकज अब अरू ठाउँमा यही काम गऱ्यो भने 1500-2000 लिन्छ. काम खासै चेन्ज हुँदैन, सेमै हुन्छ. अब पछि फ्युचरमा प्याडिङ मगाउन नि सक्छु. अनि क्यामेरा किन्ने होइन, म अस्ति म आएको थिएँ मेरो हिरो 9 बेच्न. बट मलाई चाहिँ चित्त बुझ्दो प्राइस चाहिँ लागेन क्यामेरा किन्ने होइनमा. अब किन्दाखेरि त अब कसैलाई अब भनौँ न कसैलाई चित्त बुझ्छ कसैलाई चित्त बुझ्दैन. मेरो गोप्रो अलिकति रफ कन्डिसनमै थियो किनकि मैले ऱ्याप हानेर राखेको थिएँ पहिला. अनि ऱ्याप हानेर राखेको थियो अनि पछि त्यसको गम आएको थियो. अनि गम पुस्दाखेरि हल्का रफ भयो थियो.
गम पुस्दाखेरि हल्का रफ भयो, त्यही कारणले चाहिँ। अनि गोप्रोको रिसेल भ्यालु पनि अलिकति कम भयो, तर ठिकै छ। अब त्यो गोप्रोको रिसेल भ्यालु कम भयो त मैले नि बुझ्छु, अब उनीहरूले नि अलिअलि भनौँ न 2-4 हजार 5 हजार जति मार्जिन राखेर बेच्ने हो। बट प्राइस चित्त बुझ्दै थिएन। गोप्रो मिडिया मोड गरेर मलाई जम्मा 18,000 मात्र दिन्छु भन्यो। अब उनीहरूसँग सेम कन्डिसनको गोप्रो किन्दाखेरि चाहिँ गोप्रो मात्र 20-22 हजार रुपियाँ रे। अनि मिडिया मोड किन्नु पऱ्यो भने 8 देखि 10 हजार लिइहाल्छ। तर मेरो मिडिया मोड चाहिँ नयाँ थियो, 1 वर्ष लगभग युज भएको। अनि 25K जति मैले चाहिँ एक्सपेक्ट गरेको थिएँ, र 18,000 भन्दाखेरि चाहिँ मलाई कस्तो त्यो हुन्छ नि, बेच्ने मन लागेन। अनि मैले एउटा मेरो भाइलाई मिडिया मोड अनि एन्डी फिल्टर र अनि एउटा इन्ड्युरो ब्याट्री थियो, उसलाई 15K मा बेचेँ। अनि गोप्रो मसँग स्टिल छ। मैले गोप्रो अहिले 18-20 हजार एक्सपेक्ट गरेर आएको छु, तर नबेच्न नि सक्छ। अब अगाडिको काम दिइरहेको हुन्छ, तर इट्स युज होइन पैसा। अब मैले अब भनौँ न 40-45 हजार तिरेर किनेको गोप्रो मिडिया मोड लगभग 15 हजार जति 14-15 हजार तिरेर किनेको थिएँ 1 वर्ष अगाडि। कि साइलेन्ट बाल्नु हामी नै बुझ्छौँ, साइलेन्ट पनि बाले छैन, जाउँ कि नजाउँ भइरह। अनि त्यही हो, अब त्यस्तो साह्रो घाटा पनि खाने कुरा त हुँदैन होइन। तर अत्याचारै त्यो अत्याचारै के कम दिने खोजेँ। अनि मैले खास अब यो आइफोन 5 प्रो स्ट्यान्डर्ड कम्बो किन्छु भनेर गएको थिएँ, बट प्राइस पनि चित्त बुझेन। अनि त्यही हो। हजुर छ हजुर 2500 फिटिङ सबै गरेर मडगार्ड मात्र आफै फिट गर्ने हिसाबले हामीले दिँदैनौँ। हजुर हामीले बेच्ने, हामीले आफै फिट गर्ने मात्र मिल्छ, तर ननिकाल्दा नि केही फरक चाहिँ पर्दैन। त्यो निकाल्ने हाल्ने गऱ्यो भने क्ल्याम्प चाँडै भाँचिन्छ, ननिकाल्दै बेस्ट हो। किनकि अब एनी टाइम अब हिलो सिलोमा हिँड्दा हुन्छ, तपाईँको त्यो निकाल्दाखेरि फेरि ट्याङ्कीमा हिलो गएर ट्याङ्की फेर्नु पर्ने हुन्छ। ट्याङ्की फेर्नु पऱ्यो भने 35-40 हजार पर्छ। त्योभन्दा त बरु ननिकालेकै राम्रो हुन्छ। त्यही 2500 पर्छ, क्ल्याम्प, मडगार्ड, फिटिङ, नटबोल्ट सबै गरेर। सो त्यही हो। यो अब भिडियोलाई लामो नबनाऊ। सो त्यही हो, डेढ हप्तापछि चाहिँ हेलमेट आइयो हातमा। यो एक्स लाइट दिनकै लाएर हिँड्न मलाई झ्याउ भइसक्यो। एक त महँगो हेलमेट, त्यसमाथि अब यताउता अलिअलि ठोकिहाल्छ लगाएपछि। अनि ठोकेपछि हल्का हल्का स्क्र्याच भएपछि माया लागिहाल्छ। त्यही हो, अब साथ लाउँदै हिँड्ने हो। सो बाई, टेक केयर, राइड सेफ, राइड हार्ड। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। यस्तै अरूको भिडियो हेर्नु छ भने प्लिज डु सब्सक्राइब, इट्स मिन मी अलट। सो बाई। सो हेलमेटको प्याडिङ चाहिँ यस्तो बनेको छ। अनि मलाई चित्त नबुझेको कुरा चाहिँ यो यसरी टाँस्नुको सट्टा पुरै टाँसिदिएको भए चाहिँ अलिकति राम्रो हुन्थ्यो। तर ठिक छ, प्राइस तिरे अनुसारको चाहिँ राम्रै छ भनौँ। यो बेल्टहरू पनि बनाएको